अनि म मार्दिन्छु फेरि हेलो सबैजनालाई नमस्कार। मेरो युट्युब च्यानलमा आज चाहिँ हामी केदारनाथतिर जाँदैछौँ र यो अहिले हामी रुद्रप्रयाग जाँदैछौँ। रुद्रप्रयागमा हामी होटेलमा बस्छौँ र होटेलमा बसेपछि भोलिपल्ट अर्ली मर्निङमा हामी केदारनाथतर्फ जाँदैछौँ। र यो चाहिँ हामी अहिले रुद्रप्रयागमा आइसकेका छौँ। हामी आफ्नो होटेलतर्फ जाँदैछौँ। केदारनाथ जानु लागेको मेरो छोरी अहिलेसम्म रिसाएर बसेको। राति हामी हिँड्न लागेको, खोइ हिँडेको छोरी। केही समयको बिहानको यात्रापछि हामी गौरीकुण्ड आइपुगेका छौँ। यो गौरीकुण्ड नदी किनार हो। अब यहाँबाट हामी गौरीकुण्डमा दर्शन गरेर त्यसपछि हामी केदारनाथतर्फ प्रस्थान गर्छौँ। यही बाटो केदारनाथसम्म पुग्नेछ। मेरो छोरी हिँड्नलाई अल्छी गर्यो, हिँड्न सकेन छोरीले, हिँड्न नसकेको छोरी आएको। छोरी त हिँड्नु मानेन, बाबाले बोक्नु परेको छ। अब अझै 17 किलोमिटर बाँकी छ। 17 किलोमिटरसम्म बाबाले बोक्ने छोरीलाई। जङ्गलको हरिण केदारनाथ जानु लाग्यो हो। किन नहिँड्ने तिमी? बाबालाई गाह्रो भयो नि त। अब एकछिनमा हिँड्नुपर्छ ल छोरी। यहाँ सबै घोडा हिँडिरहेछ, छोरी मात्रै नहिँडेको हो। यात्राको क्रममा हामीले बाटोमा देख्न सक्छौँ सानो सानो पसलहरू, जहाँ चाहिँ हामीले फलफुल जुस खान सक्छौँ। यात्राको क्रममा हामी पनि धेरै हिँडेर थाकेको भएर हामीले जुस खायौँ। पानी केदारनाथ जाने छोरी निम्बु पानी पिएको। अनि कहाँ जाने रे छोरी? हो। मम्मा आएन नि। सबै एकैचोटि पियो। अब हामी जाने। छिटो पियो, छिटो छिटो। मम्माले भेट्छ फेरि हामीलाई। हामी मम्माभन्दा अगाडि जानुपर्छ। अब यो बाटो हटो भैया, हटो भैया, हटो भैया।
अझै खाने कि भयो अझै खाने हो अझै खाने हो छोरी अझै खाने हो तिमी भयो कि अझै खाने भयो भयो अझै खाने नखाने Acredito fácil. हामी केदारनाथ जान लाग्यो छोरी होइन त्यसो भन्छ तिमीलाई बाबाले बोकेको हो होइन बाबाले त्यत्रो बोकेर होइन भन्छ होइन मम्मालाई त हामीले टपे है छोरी होइन मम्मा त आउँदै आएन अब मम्मालाई कहाँ पुग्ने अनि निम्बु पानी खा राम्रो छ अनि त्यो पिङ्क कलरको बन्यो पिङ्क कलरको जुस पनि खाएको है छोरी के निम्बु पानी हाल्यो अनि रेड पानी हाल्यो अनि पिङ्क कलरको भएर है व्हाइट रेड मिक्स पिङ्क कलर हुन्छ अनि यो अनि के रे यो उत्तर बन्नुहुन्छ उप्प कतिवटा टाढा आगे पहुंच गई अब यो पोइन्टबाट
केदारनाथ 8 किलोमिटर बाँकी। केदारनाथ पुग्न अब हामीलाई 6 किलोमिटर हिँड्न जरुरत थियो, तर 6 किलोमिटर बाँकी रहँदा पानी परेको हुनाले मैले चाहिँ मेरो बच्चालाई बिरामी नहोस् भनेर, पानीले नभिजोस् भनेर यहाँनिर बास्केट भन्दो रहेछ, मान्छेले बोकेर लग्ने रहेछ। अनि हामीले चाहिँ त्यसमा चाहिँ बच्चालाई राखेर हामी चाहिँ रेनकोट लगाएर हिँड्यौँ। यो प्लास्टिक भित्र नराम्रो छोरी छ। को हो प्लास्टिक भित्रको हो? बाबाको छोरी हो। छोरी यस्तो हेर न, यता यता किन हेरौस् न फेरि यस्तो यस्तो हुन्छ? माथिर हेर न, माथिर ऊ कति है। जाउँ दाइ जाउँ, तपाईँलाई ढिलो हुन्छ गरिसके। भयो भयो। ओइ हेलिकप्टर पीछे देखो, पीछे घुमा फिरा के ले जाते हैं। भाई नहाते रहे।
अरे यता यस्तो गरेर चाहिँ पार फोटो बनाने हो पार एक इधर से ले वो आएगा एक इधर से भी लेते हैं जाओ आधे चल अब चल रहा र फाइनल्ली 22 किलोमिटरको हिँडाइपछि हामी केदारनाथ मन्दिरसम्म आइपुग्यौँ। त्यसपछि हामी हाम्रो टेन्टमा सुत्नको लागि हामी गयौँ। देखो ना गाइस हम कहाँ है अनि म मारिदिन्छु फेरि तेरी बिहान साथी हामी कहाँ सुत्ने आज टेन्ट हाउस बनाउन मेहनत लाग्यो हामीलाई। निकल जाऊंगा 10-11 बजे करीब यहाँ से निकल जाऊंगा। गांधी वाले बढ़िया कहना आ रही सर मम्मी
पुलिस प्रशासन द्वारा जो भी आदेश निर्देश दिए जा रहे हैं आज लगातार मूवमेंट हो रही है। एक जगह खड़े मत रहिए, एक जगह खड़े रहने का मतलब है आप पत्रकारों को अपनी जो कार्य मौका दे रहे हैं। लगातार मूवमेंट में रहिए। भोलिपल्ट मर्निङमै हामी केदारनाथ दर्शन गरेर त्यसैको छेउमा रहेको भैरव मन्दिरमा हामी दर्शन गर्नलाई लाग्यौँ र दर्शन गर्नको लागि केही सामान किन्दै हामी मैं सुनने और बोलने में असमर्थ हूँ, सिर्फ इशारों की भाषा का प्रयोग करें। भैरव बाबा की जय भन्नु फेरि की जय यस्तो हात उठाएर भने भैरव बाबा की ल भुन्टीले नि भन त भैरव बाबा की जय खोइ छोरीले भनेन र अहिले हामी भैरवनाथ मन्दिरमा आइपुग्यौँ। यो भैरवनाथ मन्दिर हो। ल बाबाले दिलाउँछ त्यसपछि हामी बिहानको थोरै खाजा खाएर हामी त्यहाँबाट फर्क्यौँ। लगेर फेरि गर हेर नि यहाँ कति है मान्छे अघि एकदम यही अगाडि पल्टिरहेको छु भन्नु मम्मालाई देखाइदिए मम्मालाई बोल त्यहाँ सक्दैन लड्छ ढुङ्गा हुन्छ मम्मा भन वीडियो नहीं